लागिरहेका हौँ। यो समाज हामी त जोडियौँ जसो तसो, त्यो सपना हामीले आफ्नो व्यक्तिगत जीवनका लागि देखेका होइनौँ, यो देशको जीवनका लागि देखेका हौँ, यो समाजको जीवनका लागि देखेका हौँ। तपाईँहरूमध्ये जो कोहीलाई पनि भोलि मलाई जस्तै प्रहार हुँदा भन्न सक्नुहोस् कि हाम्रो रवि दाइलाई यसरी आक्रमण गर्दा पनि ऊ ढलेन, ऊ निराश भएन, ऊ रोएन, ऊ लडेन, उसले शिर झुकाएन, उसले आँखा लुकाएन, ऊ लुकेर हिँडेन, भागेर हिँडेन, छाती तन्काएर हिँड्यो। त्यस कारणले मैले लड्नुपर्छ, मैले हार्नु हुँदैन, म उठ्नुपर्छ भन्ने प्रेरणा तपाईँलाई मिलोस्, म त्यस कारणले लडिरहेको छु। जित्न र हार्न म लडिरहेको छैन साथी हो। यो आशा र निराशाको कुरा होइन, यो कमिटमेन्टको कुरा हो साथी हो, प्रतिबद्धताको कुरा हो। आशा त आउँछ जान्छ, निराशा पनि आउँछ जान्छ, तर प्रतिबद्धताबाट हट्न पाइँदैन, अगाडि बढ्नै पर्छ। तबसम्म अगाडि बढ्नुपर्छ जबसम्म रासोपाले 2 तिहाईको सरकार ल्याउँदैन। आफ्नो पीरमा रुने फुर्सद कुनै दिन निकालौँला, तर अहिले यो देशको पीर र यो देशको पीडालाई मलम लगाउने प्रतिबद्धता सहित हामी यो यात्रामा हिँडेका हौँ। यस्तो होइन कि मलाई दुख्दैन, दुख्छ, तर त्यो दुखाइ र पीडा सबै सहेर पनि हामी यो देशको साझा सपना पुरा गर्छौँ भनेर हिँडेका छौँ र त्यसलाई पुरा गरेर छाड्छौँ। हामीसँग जोडिन चाहने कयौँ साथीलाई कतै हामीले बाटो छेकेर आउन दिएका त छैनौँ। एकपटक छातीमा हात राखेर यो बेलामा हामीले सोच्नुपर्छ, हामी सक्षम छौँ, हामी जति छौँ जोडिएका यति साथीहरू यो देश बनाउन, परिवर्तन गराउन सक्षम छौँ। तर अन्य धेरै साथी जोड्न सक्यौँ भने यो यात्रा सहज हुन्छ, सजिलो हुन्छ। मेरो अपिल यति मात्रै हो, यहाँ कोही आउला र आफ्नो स्थान लिदिएला भन्ने पीर हामी कसैले मान्नै पर्दैन। मैले निरन्तर दोहोऱ्याउने एउटा कुरा फेरि आज पनि दोहोऱ्याउन चाहन्छु कि यो आकाश यति विशाल छ, यहाँ उड्ने चराहरूले एकअर्कामा ठोकिएला भनेर पीर मान्नै पर्दैन साथी हो। खुला हृदयले स्वागत गरौँ। रासोपा अब व्यक्ति रहेन, रासोपा एउटा अभियान रह्यो। एउटा व्यक्तिबाट यो एउटा ठुलो समूहमा प्रवेश गरिसकेको छ। रवि लामिछानेलाई ढाल्न सजिलो होला, तर नेपालको मतपत्रबाट घन्टी अब कसैले पनि निकाल्न सक्दैन। यही हो हाम्रो प्रतिबद्धता। गाडीलाई गन्तव्यसम्म पुर्याउने जिम्मा लिएको छु। यो यात्राको बीचमा घुम्ती र मोडमा कुन यात्री चढ्छ, को यात्री ओर्लन्छ, मलाई फर्केर हेर्न भन्नुहोला। चढ्नेहरूलाई स्वागत छ, झर्नेहरूलाई धन्यवाद छ, तर गाडी त अगाडि बढ्छ साथी हो। पहिलो कुरा यो जित र हारको कुरा होइन, दोस्रो कुरा यो आशा र निराशाको कुरा होइन। आशा र निराशामा त साथीहरू हामी एकै दिन आशावादी हुन्छौँ, अर्को दिन फेरि निराश हुन्छौँ। एउटाले के लेखिदिन्छ हामी फेरि निराश हुन्छौँ, अर्को दिन फेरि हामी केही भन्छौँ, फेरि हामी उत्साही हुन्छौँ। एउटाले गाली गलोज गर्छ, हामी निराश हुन्छौँ, हामी जवाब दिन्छौँ, फेरि आशावादी हुन्छौँ। कि हामी कमिटेड छौँ, हामी प्रतिबद्ध छौँ, हामी जित्न र हार्न होइन, प्रेरणा लिनका लागि अगाडि आएका छौँ, परिवर्तनका लागि अगाडि आएका छौँ भन्ने कुराको आँट र साहस तपाईँले दिनुभयो भने जितिन्छ साथी हो, मजाले जितिन्छ, कुनै चिन्ता गर्न पर्दैन। हामीले नजिते कसले जित्छ? जब यो देशको सबैभन्दा ठुलो पार्टी रासोपा हुन्छ, त्यसपछि यो देशको सबैभन्दा ठुलो सङ्गठन भएको पार्टी रासोपा नै हुन्छ। त्यसैले यसमा हामीले चिन्ता गर्न पर्दैन। धेरै लागेको छ, अझै पनि केही ठाउँहरू छन्, यसलाई कुनै न कुनै ठाउँबाट लडाउन सकिन्छ। यसलाई लडाएपछि रासोपा लड्छ, रासोपा लडिसकेपछि त हाम्रो बाटो क्लियर हुन्छ भन्ने धेरैलाई लागेको छ होला। रासोपा लडाउनका लागि षड्यन्त्र गर्न पर्दैन, चुनावमा लडे पुग्छ। चुनावबाट बाहेक रासोपालाई कहीँबाट पनि हराउन सकिँदैन। तपाईँहरूको माया र विश्वास रासोपा रूपी यो गाडीको ड्राइभिङ सिटमा म बसेको छु। यो ड्राइभिङ सिटमा बस्दा मैले इन्धन र इन्जिन राम्रोसँग चेक गरेको छु, गाडीको कन्डिसन राम्रोसँग चेक गरेको छु। बाटोहरू अप्ठ्यारो छन्, भिर छ, पाखा छ, हिलो छ, धुलो छ, पहिरो जान्छ, बाटो मेरो बसको कुरा होइन, तर विवेकलाई सही ढङ्गले प्रयोग गरेर म ड्राइभिङ सिटमा बसेको छु। म केही सञ्चारकर्मी मित्रहरूलाई आज यस भेलाबाट अपिल गर्न चाहन्छु, यो देशको पत्रकारितालाई जोगाउनुहोस्, मलाई नङ्ग्याउने न्युमा तपाईँहरू ननाङ्गिनुहोस्, म यति मात्र भन्न चाहन्छु। आदरणीय साथी हो, हाम्रो यात्रा अलि बेग्लै किसिमको छ। हामी विशेष परिस्थिति बीच यहाँ आएका हौँ। हामीलाई केही समय हेर्न दिनुहोस्, काम गर्न दिनुहोस्, धेरै अल्झनमा नपार्नुहोस् भनेर मैले बारम्बार भन्दै पनि आएको हुँ। किनकि जुन ढङ्गले राजनीतिक दलहरू आजसम्म सृजना भए, ती दलहरूले के कस्ता गरे त्यसको गतिविधि हामीले हेऱ्यौँ। 70 वर्षसम्म देश कहाँ पुग्यो हामीले हेऱ्यौँ, पछिल्लो 34 वर्षमा देश कहाँ पुग्यो हामीले हेऱ्यौँ। निरन्तरको आक्रमणबाट पार्टीलाई र आफूलाई जोगाउने अभिभारा मैले बोकेको छु, तर यो अभिभारालाई तपाईँले गर्नुभएको निस्वार्थ र निशर्त साथका लागि म तपाईँलाई धन्यवाद दिन चाहन्छु। यो माया र यो विश्वास तपाईँले दिनुभएको छ र तपाईँको यो विश्वासको आडमा हामी केन्द्रमा बसेर विशेष गरेर म यो लडाइँ लडिरहेको छु। मलाई जित र हारको पर्वाह छैन साथी हो। म त्यो जित्ने उत्साह या हार्ने डरले लडिरहेको छैन। एकपछि अर्को आक्रमण, एकपछि अर्को प्रहार, नदुख्ने त होइन साथी हो, दुख्छ मलाई पनि। निरन्तरको प्रहारले म लौलहान भएको छु, छाती चिया भएको छ, गाडिएको छ तीर, देखिरहेको छु, बगिरहेको छ रगत, मलाई थाहा छ, पीडा छ, घाउ छ, थाहा छ। त्यही घाउमाथि फेरि अन्य प्रहारहरू आउँछन्, मलाई थाहा। Do you speak English? More or less. How old are you? तर ढल्ने छुट छैन।
लड्ने छुट छैन साथी हो, किनकि हामीले असार 7 2079 मा एउटा सपना देखेका छौँ। त्यो सपना हामीले आफ्नो व्यक्तिगत जीवनका लागि देखेका होइनौँ, यो देशको जीवनका लागि देखेका हौँ, यो समाजको जीवनका लागि देखेका हौँ। आफ्नो पीरमा रुने फुर्सद कुनै दिन निकालौँला, तर अहिले यो देशको पीर र यो देशको पीडालाई मलम लगाउने प्रतिबद्धता सहित हामी यो यात्रामा हिँडेका हौँ। यस्तो होइन कि मलाई दुख्दैन, दुख्छ, तर त्यो दुखाइ र पीडा सबै सहेर पनि हामी यो देशको साझा सपना पुरा गर्छौँ भनेर हिँडेका छौँ र त्यसलाई पुरा गरेर छाड्छौँ। धेरै लागेको छ, अझै पनि केही ठाउँहरू छन् यसलाई कुनै न कुनै ठाउँबाट लडाउन सकिन्छ। यसलाई लडाएपछि रासोपा लड्छ, रासोपा लडिसकेपछि त हाम्रो बाटो क्लियर हुन्छ भन्ने धेरैलाई लागेको छ होला। रासोपा लडाउनका लागि षड्यन्त्र गर्न पर्दैन, चुनावमा लडे पुग्छ। चुनावबाट बाहेक रासोपालाई कहीँबाट पनि हराउन सकिँदैन। प्रिय साथीहरू, रासोपा अब व्यक्ति रहेन, रासोपा एउटा अभियान रह्यो। एउटा व्यक्तिबाट यो एउटा ठुलो समूहमा प्रवेश गरिसकेको छ। रवि लामिछानेलाई ढाल्न सजिलो होला, तर नेपालको मतपत्रबाट घन्टी अब कसैले पनि निकाल्न सक्दैन। यही हो हाम्रो प्रतिबद्धता। आफ्नो पीर, आफ्नो चिन्ता एकातिर छ, तर हामीले सामूहिक प्रतिबद्धता गरेका छौँ र यो यात्रालाई अगाडि बढाएका छौँ। कोही काहीँ कतै पनि चिन्तित हुनुपर्ने अवस्था छैन। पार्टी आफ्नो ढङ्गले अगाडि बढेको छ। मैले प्रदेशका विभिन्न बैठकहरूमा भनेको कुरा म आज यहाँ रिपिट गर्न चाहन्छु साथीहरूको अगाडि। प्रिय साथीहरू, तपाईँहरूको माया र विश्वासले रासोपा रोबी यो गाडीको ड्राइभिङ सिटमा म बसेको छु असार 7 देखि। यो ड्राइभिङ सिटमा बस्दा मैले इन्धन र इन्जिन राम्रोसँग चेक गरेको छु, गाडीको कन्डिसन राम्रोसँग चेक गरेको छु। बाटोहरू अप्ठ्यारो छन्, भिर छ, पाखा छ, हिलो छ, धुलो छ, तगारोहरू छन्। भिडियो हेरिसकेपछि तपाईँलाई कस्तो लाग्यो? जस्तो लाग्यो आफ्नो प्रतिक्रिया चाहिँ कमेन्ट बक्समा छोड्नु होला।